साथीहरू, म आज हजुरहरूलाई बिहेमा राखिने कलश कसरी सिँगार्ने भनेर देखाउन गइरहेको छु है त। अब अबिर र पिठो मिक्स गर्नुहोस्। एक थरी अबिरको पिठोको डल्लो बनाउनुहोस्। त्यसै गरी केसरी र पिठो मिसाउनुहोस्। केसरी र पिठो मिसाएर मुसेको डल्लो बनाउनुहोस्। कलशको कस्तो अनुसारको बुट्टा छ माथिको तलको त्यही अनुसारले बुट्टाले पिठोलाई मजाले लामो लट्ठी जस्तो बनाउनुहोस्। त्यसै गरी अनि बटार्दै लानुहोस्। बटारेको चाहिँ तल हाल्नुहोस् अनि माथिको घाँटीपट्टिमा चाहिँ 2 थरी गोलो गोलो आकारले दिनुहोस्। गोल आकार दिनुहोस्। त्यसै गरी माथि मुखमा पनि त्यस्तै गर्नुहोस्। अनि घाँटीको लम्बाइपट्टि चाहिँ मजाले बटार्दै लानुहोस्। चारवटा लाइन बनाउनुहोस्। त्यसै गरी फुल पनि बनाउनुहोस्। पिठोलाई नै रातो पिठोलाई नै बटार्दै रोज फ्लावर बनाइदिनुहोस्।